श्रीमती माइत गएर 3 वर्षदेखि छुट्टै बसेकी छिन्। अब त म सिधै अदालत गएर डिभोर्स दिन्छु, कानुनमै लेखिएको छ नि। पर्खनुहोस्, यदि तपाईँ पनि मुलुकी देवानी संहिताको दफा 94 हेरेर यस्तो सोच्दै हुनुहुन्छ भने गलत हुनुहुन्छ। सर्वोच्च अदालतले हालसालै यसमा नयाँ र कडा नजिर कायम गरेको छ। अदालतले व्याख्या गरेको छ कि श्रीमती 3 वर्ष वा 12 वर्ष नै किन नहोस्, माइत बस्दैमा यान्त्रिक रूपमा डिभोर्स दिन मिल्दैन। पुरुषले डिभोर्स पाउन त श्रीमतीले ज्यानै लिने वा अङ्गभङ्ग गराउने जस्तो ठुलो शारीरिक वा मानसिक कष्ट दिएको प्रमाण पुर्याउनु पर्छ। घर परिवारको कलहका कारण बाध्य भएर महिला माइत बसेकी हुन् भने त्यसलाई डिभोर्सको आधार बनाउन पाइँदैन। त्यसैले कानुनको आधा अधुरो ज्ञान खतरनाक हुन सक्छ। डिभोर्स सजिलो छैन। यस्तै नेपाली कानुनका नयाँ र सच्चा जानकारीको लागि यो पेजलाई अहिले फलो गर्नुहोस् र कानुनबारे जानकार हुनुहोस्।